हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ तपाईहरुको बेस युट्युब च्यानलमा जोडिनु भएको सम्पूर्ण दर्शकलाई फेरि पनि नमस्ते अनि स्वागत भन्न चाहन्छु। गाइज, अहिले चाहिँ हामी गम्बेसी उकालो भन्नुपर्छ। अहिले चाहिँ गाउँतिरको बाटोमा हामी यात्रा गर्दैछौँ। यो चाहिँ प्युठान नगरपालिका 8 बागदुलादेखि यता खोप्ली जाने बाटो। यो चाहिँ खोप्ली जाँदाको अवस्था अहिले चाहिँ खासै घाम लागिरहेको छ, त्यसले गर्दा क्यामेरा क्वालिटी खासै क्लियर आइरहेको छैन। बाटोको अवस्था देख्न सक्नुहुन्छ गाइज। अहिले चाहिँ हामी योबाट तेवाङ हुँदै चाहिँ हामी खोप्लीको यात्रामा छौँ। हेर्नु सक्नुहुन्छ, योभन्दा पहिला मैले भिडियो एउटा पोस्ट गरेको थिएँ, त्यस मार्फत पनि हजुरहरूले देखाउनु भएको थियो। माण्डवी गाउँपालिका 3 चकचकेदेखि उदयपुर कोटको मैले एउटा भिडियो पोस्ट गरेको थिएँ। आज चाहिँ तपाईँहरूलाई अर्को म एउटा गाउँठाउँको बाटो देखाउँदैछु। यो बाटो चाहिँ ठ्याक्कै प्युठान नगरपालिका 9 बागदुलादेखि खोप्ली जाने तेवाङ हुँदै जाने बाटोको अवस्था यस्तो छ। यस्तो बाटोमा पनि हामी हिँड्नु पर्छ है। गाउँ बेसी भनेपछि यस्तै हो। अब कहिले गाउँ कहिले बेसी हुन्छ होइन, कहिले सहरतिर यस्तै चाहिँ हुन्छ। अनि यता चाहिँ हाम्रो गुरुजी, यो चाहिँ हाम्रो गाडी, अनि यता चाहिँ हामी बसिरहेको छौँ। देख्नु सक्छ गाइज, गाडी पनि हल्का हल्का खालीको अवस्था नै छ भन्नुपर्छ। आज मैले माइक चाहिँ साथमा लिन नसकेको कारणले गर्दाखेरि भोइस चाहिँ त्यति क्लियर आइरहेको छैन। यदि जुनसुकै साथीहरू भए पनि हेरेर अनि साथ दिन सपोर्ट दिन सक्नुहुनेछ। साथै त्यस गरी कुनै नयाँ साथीहरू युट्युबमा जोडिनु भएको छ भने उहाँहरू साथ लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है साथीहरू। तपाईँहरूले युट्युबमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। बिएस ब्लग भनेर राखेको छ यसको नाम चाहिँ। खास गरी मैले केही दिनमा त यो नाम बदल्नेछु। पछि पनि यही च्यानलबाट चाहिँ तपाईँहरूलाई कुनै सम्पूर्ण कुराहरू मैले देखाउने गर्दैछु। त्यसै गरी यो भिडियो तपाईँहरूको यो एउटा प्युठान अपडेट भन्नेबाट पनि तपाईँलाई आउनेछ पेजदेखि। मेरो फेसबुक पेजमा पनि मैले यो भिडियो अपलोड गर्नेछु। देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ पुरै टमाटरहरू है। तपाईँहरूलाई प्युठान अपडेटमा मैले ताजा खबरहरू के भइरहेको छ, कस्तो भइरहेको छ भन्ने त्यो अपडेटहरू देखाइरहेको थिएँ। आज चाहिँ म तपाईँहरूलाई अर्को नयाँ रोमान्टिक भिडियो खालको अनि एउटा गाउँ बेसीको बाटोको याद दिलाउँदै देश विदेशमा छरेर बस्नुभएका सम्पूर्णलाई गाउँको झझलको याद दिलाउनको लागि मैले यो सानो भिडियो बनाउन गइरहेको छु। त्यसमा कसैले www.pyuthan.com प्युठान पेजबाट पनि हेर्न सक्नुहुनेछ। यो चाहिँ मेरो आफ्नै पेज हो त्यो पनि। त्यसै गरी युट्युब च्यानलबाट पनि हेर्न सक्नुहुन्छ है। त यो हाम्रो गाउँ घरको घर है। अनि यता माथितिर चाहिँ सल्लाहको रुख। अस्ति साथीहरूले भन्नुभएको छ माण्डवी 3 को पुरै भिडियो निकाल्नु पर्यो भन्नुभएको छ। अस्ति मौसमको कारणले गर्दाखेरि म हुडमा जान सकेन, अनि त्यसले गर्दाखेरि पनि मैले खासै पुरै भिडियो निकाल्न सकेन। म अर्को भिडियो चाहिँ तपाईँहरूलाई प्रत्यक्ष म पुरा भिडियो तल चकचकेदेखि नै म हुडमा गएर हजुरहरूले भिडियो बनाएर देखाउने छु। अनि त्यसै गरी अर्को साथीले भन्नुभएको थियो झाँसीदेखि पनि भन्नुभएको थियो। झाँसीदेखि मैले बनाउन सकेन। म कृष्णनगर टु झाँसीको भिडियो चाहिँ हजुरहरूलाई म केही दिनपछि 1 हप्ता 10 दिनपछि म पोस्ट गरिदिन्छु है त। चाहिँ गाउँ बेसी बाटो उकालो। पारीको डाँडा लेक अनि वन जङ्गल हरियो।